वेलकम टु साथीहरू मेरो मिनी ब्लगमा। आज चाहिँ म कहाँ आएको छु त? आज चाहिँ म आएको छु मेरो माइतीमा है त। यहाँ चाहिँ पानी परिरहेको छ, एकदम चिसो छ, जाडो छ। अनि म चाहिँ यहाँ पिउँदैछु तातो पानी। अनि मेरो मम्मी चाहिँ हेर्नुहोस् न साथीहरू, एनी टाइम किचनमै हो कि। जब पनि म मेरो माइती घरमा आउँछु नि, मेरो मम्मी जहिले पनि किचनमै हुन्छ कि। अनि त्यही भएर म सिधै किचनमै छिर्छु कि, केही न केही पकाइराख्नुहुन्छ, केही न केही चलिराख्नुहुन्छ कि। मेरो मम्मीको बानी चाहिँ पहिलेदेखि त्यस्तै हो, अर्काले गरेको मन पराउनुहुन्न कि मेरो मम्मीले चाहिँ। अनि ओट्स बनाउँदै हुनुहुँदो रहेछ मेरो बुवाको लागि। अनि मलाई पनि भोक लागिरहेको थियो, मैले पनि थोरै खाना खाएर गएको थिएँ। अनि मैले पनि अलिअलि ओट्स खाइदिएँ, खासै मन त पर्दैन, तर आजभोलि अलिकति हेल्थ कन्सियस भइरहेको छु क्या म पनि। अनि त्यही भएर चाहिँ मैले खाइदिएँ कि। मेरो मम्मी हेर्नु नि त्यहाँ भाँडा मान्न सुरु गरिसक्नु भयो कि। मेरो मम्मीलाई चाहिँ फेरि फोहोर मनै पर्दैन एक त। अनि फेरि मेरो मम्मीको बानी कस्तो छ भन्दा, मेरो मम्मीलाई अरूले गरेको चित्त बुझ्दैन, चित्त बुझाउन धेरै गाह्रो छ मेरो मम्मीलाई। आफूले गरेको मात्रै रुचाउनुहुन्छ, आफूले गरेको मात्रै मन पराउनुहुन्छ, अरूले गरेको चित्तै बुझाउनुहुन्न। अनि म मानिदिन्छु नि त भन्दाखेरि नि पर्दैन त, आराम गर, आफ्नो घरमा नि तैँले गर्नुपर्छ, छोडिदे, आराम गर भनेर भन्नुभयो। अनि त्यही भएर मैले पनि छोडिदिएँ क्या। अनि मेरो बुवा चाहिँ एकछिन घाम लागेको थियो, अनि घाममा एकछिन बस्नुभयो क्या। अनि म चाहिँ के साथीहरू, मेरो मम्मीको पुच्छर हो है। जब पनि म मेरो माइती घरमा जान्छु नि, म मेरो मम्मीको पछि पछि लाग्छु कि। किन भन्दा मेरो मम्मीसँग फुर्सद नै हुँदैन कि। मेरो मम्मी खालि यताउति चलिराख्नुहुन्छ, काममा व्यस्त भइराख्नुहुन्छ क्या। अनि त्यही भएर म चाहिँ पछि पछि लाएर जहाँ मम्मी गएको त्यहीँ जान्छु कि। अनि मेरो यो ज्याकेट चाहिँ धोएको भइसकेको थियो 1 हप्ता, तर सुकेको थिएन। अनि त्यही भएर मेरो मम्मीले सुकाइदिनु भएको कि, पानी नै निस्किरहेको छ भनेर। अनि मेरो बुवालाई चाहिँ घामले पोल्यो अरे के। अनि त्यही भएर अनि अब भित्र गएर आरामले एकछिन बस्छु भनेर चाहिँ भित्र जान लाग्नुभएको कि। अनि मेरो मम्मी र म चाहिँ माथि कौसीमा बसेर एकछिन सुख दुःखका कुरा गरेर बसिरहेको कि। मलाई चाहिँ यो समय चाहिँ एकदम धेरै मिस हुन्छ के। मेरो मम्मी पनि एकदम दुब्लाउनु भएको छ क्या अहिले, बुवा बिरामी भएको भएर चाहिँ मम्मीलाई पनि एकदम धेरै तनाव भएको छ के। यस्तो हुन्छ नि त, बिरामी हुने मान्छे त बिरामी भइ नै हाल्यो, तर स्याहार्ने मान्छेलाई झनै धेरै तनाव हुँदो रहेछ, झनै धेरै प्रेसर हुँदो रहेछ के। अनि त्यही भएर मम्मीलाई पनि एकदम टेन्सन छ बुवाको चाहिँ है। अनि त्यही भएर अनि सँगै बस्नुहुन्छ, एकछिन पनि छोड्नुहुन्न। अनि के खाने कस्तो खाने भनेर बेला बेलामा सोधिराख्नुहुन्छ। अब काहीँ निस्किनु पनि हुन्न होइन। अब बुवालाई कति बेला गाह्रो हुन्छ थाहा नै हुँदैन के। आफूलाई जन्माउने हुर्काउने मम्मी बुवा यस्तो कमजोर भएको देख्दाखेरि चाहिँ एकदमै धेरै पीडा हुँदो रहेछ कि, सहनै नसकिने रहेछ कि। अब हुन त आफूले आफूलाई सम्हाल्नु त पर्छ है, तर एकदमै गाह्रो हुँदो रहेछ कि सम्हालिनको लागि चाहिँ। झन् बिहा गरेर गएको छोरीलाई एकदम पीडा हुने रहेछ कि। अब भेट्न आउन पनि आफ्नो टाइमहरू मिलाउनु पर्ने हुन्छ नि त, कस्तो तनाव हुन्छ कि त्यो कुराले चाहिँ।